आजको दिनमा इन्टायर मुभी एआईबाट बनाउन सम्भव रहेको छ र कुन भिडियो रियलमा खिचेको हो र कुन भिडियो एआईले बनाएको भनेर छुट्याउन पनि निकै गाह्रो छ। नमस्कार, टेक्नोलोजी च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। आजको भिडियोमा तपाईले एआईबाट भिडियो बनाउन सिक्नुहुन्छ। म तपाईलाई अहिलेसम्मकै बेस्ट टुल्स र अहिलेसम्मकै बेस्ट तरिकाले भिडियो बनाउन सिकाउँछु र तपाईले आज प्रयोग गर्नुहुने जुन एआई छ नि, त्यो चाहिँ सबैभन्दा वर्स्ट एआई हो। किन भन्दाखेरि भोलि अझै इम्प्रुभ हुँदै जान्छ, पर्सि अझै इम्प्रुभ हुँदै जान्छ। र अब भने हामी सिधै कम्प्युटरको स्क्रिनमा जाउँ अनि भिडियो बनाउन सुरु गरौँ। र त्यो सँगसँगै म एउटा कुरा तपाईलाई भन्छु कि लर्न एआई भन्ने एप छ, त्यहाँ टुल्स भन्ने सेक्सनमा गएर तपाईँ भिडियो भन्ने क्याटेगोरीमा जानुभयो भने एआईबाट भिडियो बनाउन मिल्ने सबै टुलहरू तपाईले त्यहाँ देख्न सक्नुहुन्छ। यति बेला चाहिँ मैले तपाईलाई कम्प्युटरको स्क्रिन सेयर गरिरहेको छु र तपाईसँग चाहिँ सुरुमा एआईबाट भिडियो बनाउनको लागि चाहिँ तपाईको फोटो अथवा तपाईको कुनै एउटा स्याम्पल भिडियो चाहिँ हुनु पर्यो है। हो, अब तपाईसँग छैन भने चाहिँ तपाईले आफैले मोबाइलबाट सेल्फी लिनुस् र सेल्फी लिसके पछाडि यो जिमिनी भन्ने वेबसाइट छ है, यहाँ गएर बनाउन सक्नुहुन्छ। जिमिनी भनेर सर्च गर्नुस्। सर्च गरिसके पछाडि यो गुगलको जिमिनीमा गएर तपाईले सजिलो तरिकाले फोटो बनाउन सक्नुहुन्छ है। आफ्नो फोटोलाई राम्रो बनाउन सक्नुहुन्छ। र यसको लागि चाहिँ अब म एउटा फोटो लिन्छु, गुगलबाटै लिउँ अहिले, विश्वराज पौडेल भनेर आनौँ र यहाँबाट चाहिँ मैले एउटा फोटो लिन्छु। यो फोटो नि लिन्छु, यसलाई यहाँबाट कपी इमेज गरेँ र यहाँ जिमिनीमा आफ्नो फोटोलाई पेस्ट गरिदिनुस्, राखिदिनुस्। राखिसके पछाडि यहाँ चाहिँ मेक दिस फोटो एज प्रोफेसनल, तपाईँको रोल के हो, तपाईँले के गर्दै हुनुहुन्छ है, त्यो हाल्नुहोस्, प्रोफेसनल टिचर। ओके, यो एआईबाट भिडियो बनाउँदाखेरि चाहिँ यो अवतार चुज गर्ने भन्छ यसलाई चाहिँ। तपाईँले आफ्नै अवतार चुज गर्नु पर्यो है, अरूको अवतार चुज गरेर चाहिँ हुँदैन है। अरूको अवतार चुज गर्नुभयो, तपाईँले भिडियो कतै अपलोड गर्नुभयो, हिट भयो, पछाडि गएर तपाईँलाई पछाडि लिगल इस्यु पनि हुनसक्छ त्यति बेला चाहिँ है। आफ्नो फोटो चुज गर्नुभयो अथवा आफ्नो नजिकको चिनेको मान्छे जसको तपाईँले अनुमति लिन सक्नुहुन्छ उनीहरूको चुज गर्नुभयो भने तपाईँलाई चाहिँ पछि लिगल्ली सजिलो हुन्छ है। अहिले अब एआईले जेनेरेट गरेको सम्पत्ति त तपाईँको हो, तर त्यहीमा पनि कसैको अरूको अनुहार पर्यो भने त त्यसको जिम्मेवार त तपाईँले लिनु पर्यो। त्यही कारणले गर्दाखेरि यसरी आफ्नै बनाउनु भयो भने चाहिँ सजिलो हुन्छ। आफ्नै बनाए अब त्यो तपाईँले अरू पनि हान्न सक्नुहुन्छ है। एज अ प्रोफेसनल टिचर भनेर भनेको छ। अब एज अ मैले प्रोफेसनल बिजनेसम्यान भने, बिजनेसम्यान विथ प्लेन ब्याकग्राउन्ड। ल अब यो भने, यो भनिसके पछाडि यसले चाहिँ फोटो जेनेरेट गरिदिन्छ। फोटो चाहिँ तपाईँले राम्रो हाई क्वालिटी फोटो चाहिँ जेनेरेट गरेर राख्नु होला आफ्नो है। त्यो गर्नुभयो भने भिडियो बनाउँदाखेरि छुट्टै मजा आउँछ। र यो सँगसँगै एआई टुल्स भन्ने छ, एआई tools.technologychannel.org भन्ने छ है, technologychannel.org हो। यो वेबसाइटमा गएर चाहिँ तपाईँले एआईको टुल्सहरू हेर्न सक्नुहुन्छ। भिडियोको लागि आज पपुलर, संसारका पपुलर भनेको एउटा हेजेन भन्ने छ, इन भिडियो भन्ने छ। इन भिडियोको बारेमा मैले लास्ट टाइम पनि भिडियो चाहिँ राखेको थिएँ। एउटा पिक्टोरी भन्ने छ, सोरा भन्ने छ, सिन्थेसिया छ, VO3 छ है। अब यो चाहिँ कहिले तल कुन कहिले तल कुन कहिले माथि भइरहेको हुन्छ है, यो चलिरहेको हुन्छ र भविष्यमा तपाईँले अरूमा पनि मुभ हुनुपर्ने हुनसक्छ। र आज चाहिँ यो हेजेन चाहिँ अति नै राम्रो छ, हामीले हेजेन प्रयोग गर्छौँ। भविष्यमा तपाईँ चाहनुहुन्छ भने म एडभान्स ट्युटोरियलहरू पनि लिएर आउँछु, तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र त्यो सँगसँगै कुनै पनि समस्या पऱ्यो भने चाहिँ हाम्रो व्हाट्सएप ग्रुपमा जोइन हुनु होला है। व्हाट्सएप ग्रुपमा चाहिँ तपाईँले आफूले बनाएको त्यो भिडियोहरू अपलोड गर्नुहोस्। मलाई चाहिँ कस्तो पनि हुन्छ त भन्दाखेरि मान्छेहरू आइरहेको हुन्छ कि भिडियो बनाउनु पर्यो भनेर आइरहेको हुन्छ। त्यही कारणले गर्दाखेरि म तपाईँसँग कनेक्ट गराइदिन्छु। त्यो भइसकेपछि सजिलो हुन्छ तपाईँलाई पनि एउटा। तर तपाईँको काम चाहिँ राम्रो हुनु पर्यो है। मलाई चाहिने भनेको चाहिँ तपाईँको राम्रो काम हो मेन चाहिँ। ओके, ल हेर्नुहोस् त यो बनाइदिएको छ। अब यहाँ तपाईँले अझ थप कुरा भन्न सक्नुहुन्छ। अब ह्यान्ड्समा नो ह्यान्ड सुड बी स्ट्रेट भनौँ न। ओके, यसरी चाहिँ तपाईँले अब रिप्रम्प्टिङ भन्छ है। रिप्रम्प्टिङ भनेको चाहिँ त्यो रिप्रम्प्ट गर्दै 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 बनाउन सक्नुहुन्छ क्या है। यसरी चाहिँ तपाईँले आफूले फोटो बनाउन सक्नुहुन्छ, आफ्नो फोटोलाई एचडी बनाउन सक्नुहुन्छ र यो तरिकाले आउँछ।
आइसके पछाडि तपाईँले यसलाई हटाउन पनि मिल्छ है। यो आएको कुरालाई चाहिँ यो जिमिनीको यो जुन वाटरमार्क छ यसलाई चाहिँ हटाउँदाखेरि राम्रो देखिन्छ अझै। अब यो राख्यो भने चाहिँ फेरि कति धेरै वाटरमार्क हुन्छ क्या हामीसँग है। ल हेर्नु त यो तरिकाले आएको छ। अब यसलाई यहाँ डाउनलोड गरिदिनुहोस्। डाउनलोड गरिसके पछाडि तपाईँको कम्प्युटरमा यो फोटो सेभ भयो। यो वाटरमार्कलाई चाहिँ तपाईँले अलिकति काम गर्नुपर्छ यसमा है। र मैले चाहिँ एउटा फोटो राखिसकेको छु, अथवा तपाईँ अझ एडभान्समा जान चाहनुहुन्छ भने एउटा भिडियो पनि रेकर्ड गरिदिनुहोस् है। भिडियो रेकर्ड गरिदिनुहोस् अनि राखिदिनुहोस्। आफूले भिडियो रेकर्ड गरेर त्यो एआई ट्रेन हुन्छ क्या तपाईँको भिडियोमा, अनि तपाईँले जे टेक्स्ट लेख्नुहुन्छ त्यही बोल्न थाल्छ। त्यो पनि बनाउन मिल्यो। र अब चाहिँ तपाईँ यो हेजेन भन्नेमा जानुहोस्। हामी यो हेजेन भन्ने नै यसमै जान्छौँ पहिला फर्स्टमा। ओके, हेजेनमा गइसके पछाडि चाहिँ यहाँ तपाईँ हेजेन.com मा जानुभयो, साइनअप गर्नुहोस्। आफ्नो अकाउन्ट छ भने ठिकै छ, छैन भने त खोल्नै पर्यो। गुगलबाट गर्दा सबैभन्दा सजिलो। गुगल अकाउन्ट मैले छानिदिएँ, कन्टिन्यू गरेँ। कन्टिन्यू गरिसके पछाडि अब यसले चाहिँ केही क्वेसनहरू हामीलाई सोध्छ। त्यो क्वेसनको एन्सर हामीले दिनुपर्ने हुन्छ। र स्पेसल्ली यो चाहिँ अब उनीहरूले आफ्नो यो सफ्टवेयर कसले चलाइरहेछ भनेर हेर्नको लागि अहिले मैले फ्री चुज गरेँ। फ्रीमा पनि तपाईँले धेरै काम गर्न मिल्छ। मैले पर्सनल पर्पजको लागि हो कन्टिन्यू गरेँ। म होबिस्ट हो, म युट्युबबाट मैले सिकेको हो, तपाईँले भन्न सक्नुहुन्छ यो कहाँबाट आयो भनेर। र त्यो पछाडि चाहिँ एउटा कुनै छानिदिनुहोस् है। तपाईँको अब आफ्नै हो भने आफ्नै। डु यु अर्न मनी फ्रम यर कन्टेन्ट? ओके, अब त्यो तपाईँले छान्न सक्नुहुन्छ। अनि टिच एन्ड ट्रेन पिपुल। ओके, अब यहाँ तपाईँले एउटा छानिदिनुहोस्। छानिसके पछाडि अहिले मैले कन्टिन्यू गर्छु है। कन्टिन्यू गरेँ, सबमिट गरेँ। र यो चाहिँ फर्स्टमा तपाईँलाई अनबोर्डिङ गराएको छ, ठिक छ। र यो विन्डो खुलिसकेको छ तपाईँको। अब चाहिँ तपाईँले यहाँ डिफ्रेन्ट अप्सन देख्न सक्नुहुन्छ। प्रोजेक्ट, भिडियो एजेन्ट। यो भिडियो एजेन्ट भन्ने पनि राम्रो छ। अब अवतारमा जाउँ है हामी चाहिँ। तपाईँले आफ्नो डिजिटल ट्विन बनाउन सक्नुहुन्छ। डिजिटल ट्विन भनेको तपाईँको डिजिटल ट्विन, यो चाहिँ रियलिस्टिक हुन्छ है। फोटो अवतार छ। धेरै मान्छेहरूलाई फोटोबाट सजिलो हुन्छ, त्यही कारणले गर्दाखेरि फोटोबाट म यहाँ तपाईँलाई अहिले गराउँछु। डिजिटल ट्विन अर्को भिडियोबाट पनि गराउँछु, तर सुरुवात चाहिँ फोटोबाट गरौँ है। यो फोटोबाट गरिसके पछाडि तपाईँले एउटा भिडियो खिचेर राख्नु भएको छ आफ्नो 2 मिनटको 3 मिनटको भने त्यहाँ जस्ट केही कुरा बोलिदिनुहोस्। इङ्ग्लिसमा बोल्नु होला। अहिले इङ्ग्लिस बोल्दाखेरि चाहिँ इङ्ग्लिस चाहिँ राम्रो सुनिन्छ। नेपालीमा चाहिँ भविष्यमा गएर अझ बेटर हुन्छ, तर अहिले चाहिँ त्यस्तो त्यो इट्स नट इन गुड सिचुएसन। त्यही कारणले गर्दाखेरि इङ्ग्लिस चाहिँ छान्नु होला है। ओके, अब मैले यहाँ के गर्छु त भन्दाखेरि अपलोड फोटो गर्छु। अपलोड फोटोमा गइसकेपछि यहाँ चाहिँ तपाईँले फोटोलाई अपलोड गर्नुपर्छ। अघि जिमिनीबाट जेनेरेट भएको फोटोलाई तपाईँले यहाँ लगेर राखिदिनुहोस् है। यहाँ लगेर राखिदिनुहोस् र राखिसके पछाडि चाहिँ अब अपलोड गरिदिनुहोस्। अपलोड गरिसके पछाडि अब तपाईँको यहाँ चाहिँ डिजिटल ट्विन तयार भयो। यहाँ चाहिँ नाम दिनुपर्ने हुन्छ। यो ट्विनको नाम फोटोबाट बनाउँदैछु अहिले मैले विश्वराज पौडेल भने। अब एज यहाँ मैले एज यङ एडल्ट हो म, जेन्डर दिएँ। अनि त्यो पछाडि कन्टिन्यू गरेँ है। कन्टिन्यू गरिसके पछाडि चाहिँ ल हाम्रो अवतार चाहिँ क्रिएट भएको छ। अब यहाँ चाहिँ एउटा भोइस पनि छान्नु पऱ्यो। यहाँ सुन्न सक्नुहुन्छ है। तपाईँले आफ्नो अवतारको भोइस छान्नुहोस्, नेक्स्ट गरिदिनुहोस् र ओके, ल भएको छ। हाम्रो अवतार बनेको छ। अब भिडियो अवतार बनाउनु पऱ्यो भने क्रिएट न्यू गर्ने, भिडियो अवतार गर्ने हो। अरू डिफ्रेन्ट अवतारहरू बनाउन सक्नुहुन्छ। र यो अवतार बनाइसके पछाडि मैले यहाँबाट भिडियो बनाउनु पऱ्यो भने यहाँ म क्रिएट विथ एआई स्टुडियोमा जानु पऱ्यो। र यहाँ गइसके पछाडि चाहिँ मैले अब यहाँ चाहिँ आफ्नो स्क्रिप्ट लेख्नु पऱ्यो है। स्क्रिप्टमा चाहिँ मैले अहिले लेख्छु हेलो वेलकम टु माई च्यानल। ल एउटा मोटिभेसनल स्पिच क्रिएट गरौँ है त। एउटा मोटिभेसनल कोट्स भनेर हेर्छु। कोट्स, एउटा कोट्स हेरौँ ल। द ओन्ली थिङ वी हेभ टु फियर इज इट्स सेल्फ, बिहु। ओके, लङ कोट्स भन्छु है। ल लङ कोट्स, एउटा लङ कोट्स मैले छानिदिएँ है यहाँबाट। ल हो यो एउटा यही कोट्स छानिदिन्छु, अथवा च्याट जिपिटीलाई भने पनि भयो हामीले। ओके ल ठिक छ। यसलाई मैले कपी गरेँ। कपी गरिसके पछाडि ल मैले चाहिँ यो भनेको राखिदिन्छु, यो कोट्स भनेको राखिदिएँ। त्यो पछाडि चाहिँ अब यहाँ अरू अप्सनहरू पनि छ है। अरू अप्सनहरू पनि छ। अहिले चाहिँ जस्ट पहिला जेनेरेट गरौँ हामी। यसको बारेमा तपाईँ एडभान्स ट्युटोरियल चाहनुहुन्छ भने पनि भन्नु होला है। ओके, जेनेरेटमा मैले क्लिक गरेँ।
अनि यहाँ चाहिँ नाम लेखेँ, भिडियोको नाम चाहिँ कोट्स भनेर दिन्छु ल। अनि कोट्स भने त्यो पछाडि कोट्स भनिसके पछाडि माई भिडियोज, ठिक छ। अनि त्यो पछाडि चाहिँ सबै कुरा यो फ्रेम पर सेकेन्ड भनेको छ, ठिक छ। अहिले मैले सबमिट गर्ने डिफल्ट अप्सन नै छान्न सक्नुहुन्छ र यसले चाहिँ तपाईँको भिडियो तयार गरिदिन्छ है। केही समय लाग्छ यो भिडियो बन्नको लागि, तर तपाईँको भिडियो चाहिँ तयार हुन्छ। अब हामीले केही टाइम वेट गरौँ है त। ओके, फाइनल्ली हाम्रो भिडियो तयार भएको छ। अब हेरौँ है त यसलाई। There is no hunting like the hunting of man, and those who have hunted armed men long enough and liked it never care for anything else thereafter. ल हेर्नुस् त, यसरी चाहिँ कोट्स बोल्ने बनाएको छ र यो तरिकाले तपाईँले भिडियो बनाउन सक्नुहुन्छ। डाउनलोड गर्नको लागि डाउनलोड भन्ने बटनमा थिच्नुस्, अनि डाउनलोड गर्नुभयो भने यो चाहिँ तपाईँको कम्प्युटरमा सेभ भएर बसेको हुन्छ र यसलाई चाहिँ तपाईँले आफ्नो कम्प्युटरमा पनि प्ले गर्न सक्नुहुन्छ। अरू hunting like the hunting of man, and those who have hunted armed men long enough and liked it never care for anything else thereafter. हो, यो तरिकाले तपाईँले बनाउन सक्नुहुन्छ। अरू साथीहरूलाई सेयर गर्न सक्नुहुन्छ, फेसबुकमा, अन्त पछाडि जतासुकै युट्युबमा जतासुकै अपलोड गर्न सक्नुहुन्छ। र तपाईँको कुनै पनि क्वेसन छ भने चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला। र यही तरिकाले तपाईँले चाहिँ यो डिजिटल ट्विनमा चाहिँ, र अब यहाँ ब्याक गरौँ, एउटा भिडियो बनाइसक्नु भएको छ तपाईँले। फेरि यो मान्छेबाट भिडियो बनाउनु पऱ्यो भने चाहिँ अवतारमा जाने हो, यो अवतारमा क्लिक गर्ने हो, अनि क्रिएट विथ एआई स्टुडियो गरेर फेरि तपाईँले अर्को स्क्रिप्ट लेखेर अर्को भिडियो पनि बनाउन सक्नुहुन्छ है। यहीँबाट हो, सजिलो छ। र अब अर्को चाहिँ एउटा इन्ट्रेस्टिङ भनेको चाहिँ क्रिएट न्यूमा गएर नयाँ अवतारमा चाहिँ न्यू अवतार गर्नुहोस्, डिजिटल ट्विन गरिदिनुहोस् र यहाँबाट आफ्नो भिडियो अपलोड गर्नुहोस्। अन्त पछाडि तपाईँले भिडियो अपलोड गरिसकेपछि तपाईँको मुभमेन्टहरूलाई पनि हेरेर त्यही तरिकाले मुभमेन्ट हुन्छ क्या। यो चाहिँ इन्ट्रेस्टिङ छ। यदि तपाईँ यसमा पनि भिडियो चाहनुहुन्छ भने चाहिँ तल कमेन्ट बक्समा कमेन्ट गर्नु होला, म अर्को भिडियो लिएर आइहाल्छु है त। र साथीहरू, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। एआईलाई थप बुझ्न चाहनुहुन्छ, थप डेली लाइफमा राम्रोसँग इफेक्टिभली काम गर्न चाहनुहुन्छ भने मैले एउटा एआई रेडी भन्ने प्रिमियम ट्रेनिङ लिएर आएको छु। तपाईँ त्यो ट्रेनिङमा पनि जोइन हुन सक्नुहुन्छ। एट द एन्ड, थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। अब म तपाईँसँग भेट्छु अर्को भिडियोमा। नमस्ते।